वैदेशिक रोजगारमा जाँदा श्रम गरेर जानुपर्ने हुन्छ, जुन कुरा गएको व्यक्तिलाई थाहा छ। श्रम गर्दा हामीले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषमा फरक भुक्तानी गरेका हुन्छौँ। यसैगरी नेपालमै स्वयं वा रोजगारको सिलसिलामा एसएसएफमा आबद्ध भई हाल आफैले निरन्तरता दिन चाहेर जम्मा गर्ने कसरी भनी सोचिरहनु भएको भए आज हामीले सामाजिक सुरक्षा कोषबाट आफ्नो परिवारसहित पूर्ण रूपमा सुविधा उपभोग गर्नलाई मासिक रूपले तिर्नुपर्ने नेपाल सरकारले तोके बमोजिमको आधारभूत तलब अनुसारको रकम स्वयं आफैले जम्मा गर्ने अनलाइन माध्यमबाट सजिलै भुक्तानी गर्न नेपाली ज्ञानको नयाँ श्रृङ्खलामा स्वागत छ। सर्वप्रथम सामाजिक सुरक्षा कोषको वेबसाइटमा भिजिट गर्नुपर्नेछ। भिजिट गरिसके पछाडि लगइन गर्नुपर्नेछ आफ्नो एसएसएफ आइडी र पासवर्ड प्रयोग गरेर। र यहाँनिर यदि तपाईँको पासवर्ड बिर्सिनु भएको छ भने तपाईँले सजिलैसँग त्यसलाई रिसेट गर्न सक्नुहुन्छ। र रिसेट गर्ने तरिका मैले केवाइसी अपडेट भिडियोमा सिकाएको छु, तपाईँले सजिलैसँग रेफरेन्स लिन सक्नुहुन्छ। र यहाँनिर लगइन गरिसके पछाडि कलेक्सन मेनुमा क्लिक गर्ने। त्यस पछाडि तपाईँसँग सबमिसन नम्बर छ भनेर सोधेको छ, सो गेट सबमिसन नम्बरमा क्लिक गर्ने। क्लिक गरिसके पछाडि ओके बटन क्लिक गर्ने र जुन सबमिसन नम्बर रहेको छ यो चाहिँ हामीले अहिले पेमेन्ट गर्ने बेला चाहिँ चाहिन्छ। र यो भिडियो चाहिँ स्पेसली वैदेशिक रोजगारमा जो मित्रहरू हुनुहुन्छ उहाँहरूको लागि हो। वैदेशिक रोजगारीमा जाने मित्रहरूले चाहिँ अहिलेसम्म तिर्नु भएको छैन र कसरी तिर्ने अनलाइन माध्यमबाट भनेर कन्फ्युजमा हुनुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ स्पेसल्ली उहाँहरूको लागि काम लाग्छ। र नेपालमै सेल्फ आफै पनि कन्ट्रिब्युट गर्न चाहने साथीहरूको लागि पनि यो भिडियो चाहिँ हेल्पफुल रहेको छ। यहाँनिर खालि इम्प्लोयरमा सेल्फ नै आउँछ। अब चाहिँ यहाँनिर यो सबमिसन नम्बर र इम्प्लोयर मोड हेरिसके पछाडि अब चाहिँ यहाँनिर तपाईँले चाहिँ कति महिनाको तिर्नु भएको छैन लास्ट त्यो चाहिँ यहाँनिर देखिन्छ है। तपाईँको जुन श्रम स्वीकृति हुन्छ, श्रम स्वीकृति भएको दिनदेखि चाहिँ भएको महिनादेखि चाहिँ यो काउन्ट हुन्छ। सो कति महिनाको तपाईँले तिर्नु भएको छैन यहाँ पेन्डिङ देखाउँछ महिना तपाईँको श्रम स्वीकृति भएको महिनादेखि नै। सो एकैचोटि तपाईँले तिर्नु पनि सक्नुहुन्छ। एकैचोटि धेरै महिनाको तिर्नुभयो भने तपाईँलाई छुट पनि हुन्छ। छुट रकम चाहिँ यहाँनिर डिस्काउन्ट अमाउन्टमा देखिन्छ। र यहाँनिर चाहिँ मैले 7 महिनाको तिर्न लागेको छु। 7 महिनाको तिर्दाखेरि हेर्नुहोस् यहाँ कति छुट देखाउँछ भन्ने कुरा यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँनिर यो रिमार्क्समा चाहिँ तपाईँले केही नसेलेक्ट गरेर सिधै जे छ त्यहीमा छोडेर सबमिट बटनमा क्लिक गरेर चाहिँ ओके बटन क्लिक गर्नु होला। ओके क्लिक गरिसके पछाडि र यो जति रकम भनेको छ त्यो रकम चाहिँ तपाईँले तिर्नुपर्नेछ अनलाइन माध्यमबाट। यहाँनिर मैले कनेक्ट आइपिएस प्रयोग गरेको छु, जसको लागि कनेक्ट आइपिएसको युजर आइडी र पासवर्ड राखेर लगइन गर्छु। यदि कनेक्ट आइपिएस कसरी बनाउने, अकाउन्ट कसरी खोल्ने भन्ने बारे अन्यल हुनुहुन्छ भने आई बटनमा लिङ्क राखिदिनेछु अथवा भिडियोको अन्तिममा राखिदिनेछु। लगइन गरिसके पछाडि यहाँनिर गभर्नमेन्ट अफ नेपाल भन्ने अप्सन देख्न सक्नुहुन्छ साइड बारमा। गभर्नमेन्ट अफ नेपालमा क्लिक गरिसके पछाडि सेमी गभर्नमेन्टमा जाने जुन संस्थान रहेको छ त्यसमा जाने। त्यस पछाडि एसएसएफ भन्ने अप्सनमा क्लिक गर्ने। क्लिक गरिसके पछाडि अब चाहिँ यहाँनिर तपाईँले कुन ब्याङ्कबाट पेमेन्ट गर्ने हो त्यो यहाँनिर छान्ने। त्यस पछाडि यहाँनिर एसएसएफ पेमेन्ट भन्ने तल छ सबमिसन नम्बर। यो सबमिसन नम्बरमा चाहिँ तपाईँको जुन हामीले अघि सबमिसन नम्बर गेट सबमिसन नम्बर गरेका थियौँ त्यो सबमिसन नम्बर यहाँनिर कपी पेस्ट गरिदिनु पऱ्यो, त्यो नम्बर राख्नु पऱ्यो। र इम्प्लोयर नम्बर भनेको छ जुन चाहिँ तपाईँको एसएसएफ आइडी हो। एसएसएफ आइडी तपाईँले कपी गरेर यता पेस्ट गरिदिने। पेस्ट गरिसके पछाडि मेक पेमेन्ट बटनमा क्लिक गर्ने। मेक पेमेन्ट बटनमा क्लिक गरिसके पछाडि तपाईँको कति तिर्नुपर्ने हो उता सबमिसन नम्बर हामीले जति जेनेरेट गरेका थियौँ उता हामीले सबमिट गर्दाखेरि जति अमाउन्ट देखाएको थियो त्यो चाहिँ यहाँनिर अमाउन्ट देखाउँछ। र कनेक्ट आइपिएसले एक्स्ट्रा चार्ज लिन्छ। कन्फर्म गरिसके पछाडि तपाईँको आफ्नो ट्रान्ज्याक्सन पासवर्ड राख्ने। पासवर्ड राखिसके पछाडि ओके गर्ने। ओके गरिसके पछाडि तपाईँको मोबाइल नम्बरमा चाहिँ ओटिपी आउँछ। त्यो ओटिपी चाहिँ यहाँ राखेर भेरिफाई गर्नुपर्ने हुन्छ। भेरिफाई गरिसके पछाडि पेमेन्ट सक्सेसफुल हुन्छ। पेमेन्ट सक्सेस भइसके पछाडि तपाईँले आफ्नो एसएसएफ आइडीमा फेरि जानुपर्नेछ। एसएसएफ अकाउन्टमा ड्यासबोर्डमा जानुभयो भने तपाईँको जुन अहिले पेमेन्ट गर्नुभएको छ त्यो पेमेन्ट चाहिँ त्यहाँनिर देखिन्छ। जति हामीले लगइन गर्ने बेला अमाउन्ट देखाएको थियो त्योभन्दा अलि बढेर आउँछ। सो यसरी हामीले चाहिँ अनलाइन पेमेन्ट गर्न सक्छौँ अनलाइन माध्यमबाट सजिलैसँग कनेक्ट आइपिएसको प्रयोग गरेर। र तपाईँले चाहिँ यो पेमेन्ट चाहिँ मन्थली वाइज महिनावारी गर्दाखेरि तपाईँलाई भार पनि पर्दैन, सजिलो पनि हुन्छ। सो यसरी हामीले चाहिँ सजिलैसँग अनलाइन मार्फतबाट अनलाइन माध्यमबाट सामाजिक सुरक्षा कोषमा आफ्नो रकम जम्मा गर्न सक्छौँ।
भविष्यको लागि। यसैगरी कनेक्ट आइपिएस अकाउन्ट कसरी बनाउने, एसएसएफ को केवाइसी अपडेट कसरी गर्ने भनेर भिडियो खोजिराख्नु भएको छ भने स्क्रिनमा रहेको भिडियो हेर्न सक्नुहुन्छ। भेटौँला नेपाली ज्ञानको यस्तै जानकारीमूलक नयाँ एपिसोडमा। बाइ बाइ।